साँच्चैमा नेपालगञ्ज उपमहानगरपालिकाभित्र किसानहरू छन् कि छैन? नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो कार्यक्रमभित्र किसानको लागि अहिलेसम्म कतिको सिँचाइको व्यवस्था गरिएको छ? कुनै जमानामा थुप्रै बोरिङहरू तयार भएका ठुलो त्यसले अहिलेसम्म मर्मत र त्यो चालु अवस्थामा किन छैन? किसानहरू कति समय यत्रो गर्मीमा मतको लागि लाइन लाग्ने हो, त्यो कहिले व्यवस्थित हुन्छ? एउटा प्रश्न थियो। र उपमहानगरपालिकाभित्र 6वटा गाउँ विकास समिति आइसके, उहाँ समेत 2टा मेयर भइसक्नुभयो। उहाँ नेपाली जनताले कहिले उहाँले कर्म हुन्छ कि म उपमहानगरपालिकाको बासिन्दा हो? उहाँहरूले गाउँको गाउँैमा अहिले पनि हुने कि उपमहानगरपालिकामा को जनता हुन् भनेर कहिलेसम्म उनीहरूले भन्ने? अनि मैले जिल्ला प्रहरीका प्रमुखज्यूसँग मैले आफै भोगेका र जनतासँग भोगेका कुराहरू, यो जिल्ला प्रहरी कार्यालयभित्र कुनै पनि उजुरी या अथवा जाहेरी दर्ता गर्दा समयमा दर्ता नहुनु, अदालतको शरणमा जाँदा पनि त्यो जाहेरीको 3 महिना भइसक्यो, अहिलेसम्म अत्तुरो पत्तो किन छैन? एउटा महिला हराएको मङ्सिर 1 गते ठाडो उजुरीमा त्यहाँ निवेदन दर्ता भएको छ। त्यहाँ गइसकेपछि तिनी अभिभावकहरू 2 पटक गए। त्यसपछि त्यहाँबाट जवाब के आयो? तपाईँको छोरी भागेर गएको रे, उनी 2टाको उमेर पुरा भइसकेको छ, उनी खुसीले बसेका छन्। उसको अभिभावकले के भन्यो? सर, कमसेकम त एकचोटि त मैले छोरीलाई भेट्न पाऊँ, तर त्यो कुनै पनि चासो भएन। किन यस्तो भइरहेछ? कमसेकम मलाई लाग्छ जस्तै मैले बुझेअनुसारमा कुनै पनि कार्यालयमा एउटा निवेदन परिसकेपछि त्यसको छलफल हुन्छ, त्यसको के न के टुङ्गो लाग्छ। त्यो किन यस्तो भइरहेछ? जिल्ला प्रशासनको कुरा गर्दा जिल्ला प्रशासन कार्यालयका प्रमुखजीले साह्रै राम्रो काम गर्नुभएको छ, तर जुन यो राजस्व जम्मा गर्ने नेपाल बैंकतिर जाने बाटो बनाइएको छ, त्यो बाटोको अवस्था कस्तो छ? अस्ति मैले त्यही बाटोमा जाँदा, जिल्ला प्रशासनमा जाँदा पुरै घाँस चौतर्फै, अब त्यहाँ सापहरू, विभिन्न जनावरहरू पनि बस्न सक्ने अवस्थाहरू हुन सक्छ। त्यसले बरु अलि सुधार गर्न सकिन्छ। अर्को कुरा, त्यहाँ पुरानो हाम्रो जिल्ला प्रशासनको अगाडि त्यो प्रतीक्षालाको अवस्था कस्तो छ? किन एउटा अगाडि नयाँको ठाउँमा मान्छेहरू बस्ने धेरै भइसकेपछि बस्ने वातावरण नहुन सक्छ। त्यसले अलिकता व्यवस्थित गरिदिए पनि, किन पहिलाभन्दा अहिले जिल्ला प्रशासन कार्यालयमा जाँदा गर्व लाग्छ कि म साँच्चै एउटा नेपालको नागरिक हो। किन त्यहाँ बनाउँदा त्यहाँका सुविधाहरू हेर्दामा धेरै अहिले व्यवस्थित भएको छ। अनि म तिनैजनालाई पनि धन्यवाद पनि दिन चाहन्छु। र मैले सोधेका कुरा, मेयर साहब छिटोभन्दा छिटो जनतालाई पानी र मलको व्यवस्था गराइदिनुहोस्। जनता मर्न थालेछ, त्यो विकास गरिदिनु पर्यो। धन्यवाद।